यही प्रकृतिको #RoyalGunza. अनुपम उपहारले उत्तर दक्षिण सिमाना कोरिएर स्थापित भएको अटल बस्तीको नाम हो थाङपाल गुन्सा। भूमिपुत्र गोलेहरूको बाहुल्यता भएको यस गाउँमा पौराणिक शिलालेख, पुराना माने, कुवा, पँधेरो, गुम्बा र गाउँको बीचबाट बग्ने साना साना नदी नालाले यस गाउँको सुन्दरताको परिभाषामा सुनको जलप लगाउने कार्य गर्दछ। चोजो डाँडाको काखमा बसेको सुन्दर थाङपाल गुन्सा बिहानको घामको किरणले बिस्तारै पहाडको टुप्पो ओर्लाउँदै बालीमा सुनौलो चमक ल्याउँछ। बालकहरूको निहुलिएको हाँसोले गगन गुन्जयमान हुन्छ। वृद्धहरूको अनुहारमा अनुभवको मुस्कान देखिन्छ। सामाजिक एकता कस्तो हुन्छ कमिलालाई हेर्नु, मानवीय एकता कस्तो हुन्छ अनि समाज निर्माण र सामाजिक दायित्व के हो गुन्सामा भएको टोल, गल्ली, कुना र आँगनमा गएर हेर्नु। त्यहाँका विकास र परिवर्तनले भविष्यकाललाई पर्खेको छैन। त्यसैले त थाङपाल गुन्सा आफै एउटा 22 राज्यको सुन्दर साम्राज्य जसरी प्रस्तुत भएको छ। अनुभवको पानाहरू पल्टाउँदै सम्झनाको तरेलीभित्र 7 समुद्र पारीबाट त्यो माटोको मायामा यो 2 शब्द लेखेर परिभाषाको पूर्णविराम त हुँदैन, तर पनि परिवारलाई सुखी राख्ने प्रयासमा विदेशिएका धेरै गाउँवासीहरू यो भिडियो तपाईहरूको लागि।